आज म तपाईहरूलाई भन्न चाहन्छु कि परमेश्वर भवनमा बस्नुहुन्न, तर तपाईमा बास गर्नुहुन्छ। के तपाईँ मेरो कुरामा विश्वास गर्नुहुन्छ? पक्कै पनि गर्नुहुन्न होला। तर पावलले कोरिन्थी चर्चलाई भनेका छन्, के तिमीहरूलाई थाहा छैन? तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। यो एउटा प्रेमदायक वाक्य मात्र नभई एउटा चेतावनी पनि थियो। सबैलाई जय मसीह। तपाईहरू सबैलाई स्वागत छ हाम्रो यस नेपाल बाल संगति सेवाकाईमा, जहाँ हामी बाल संगतिको भाइ बहिनी तथा शिक्षकहरूसँग प्रत्येक हप्ता बाइबल खण्ड अध्ययन गर्दैछौँ। आजको बाइबल पद 1 कोरिन्थी 3:16बाट रहेको छ। यहाँ यसरी लेखिएको छ, के तिमीहरूलाई थाहा छैन? तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। पावलले यो पद कोरिन्थी मण्डलीका लागि लेख्नु भएको पत्र हो। कोरिन्थीमा धेरै मानिसहरूले सोच्थे कि प्रभु येशूको आगमन छिट्टै नै हुनेछ। त्यसैले प्रभु येशू आउनु भइसकेपछि संसार ध्वस्त हुनेछ र संसारमा अब केही नै रहने छैन। हाम्रो शरीर त पृथ्वीमा नै रहन्छ र यो शरीर त केवल संसारमा रहन्जेलका लागि मात्र हो, तर आत्मा भने प्रभु येशूले लैजानु हुनेछ। अब हामीले पवित्र जीवन जिउन आवश्यक छैन। त्यसै कारणले गर्दा नै धेरै मानिसहरूले आफ्ना शरीरलाई महत्त्व दिँदैनथे। तिनीहरूले आत्मा मात्र महत्त्वपूर्ण छ भन्ने विश्वास गर्थे। त्यसैले तिनीहरू लापरवाही जीवन बिताउँथे। मानिसहरू अब विलासी जीवनहरू बिताउन थाले। उनीहरूले आफ्नो शरीरको केही महत्त्व राखेनन् र विभिन्न गलत कामहरूमा लागे। उनीहरूले शरीरलाई भन्दा आत्मालाई उच्चमा राखे। तिनीहरूले भने, यदि मेरो आत्मा परमेश्वरको हो भने म मेरो शरीरसँग जे गर्छु त्यसले केही फरक पर्दैन। तर पावलले भने, होइन, तिम्रो शरीर पनि महत्त्वपूर्ण छ। तिम्रो शरीर परमेश्वरको पवित्र मन्दिर हो। त्यस समयमा मन्दिर भन्ने शब्द एकदमै पवित्र थियो। त्यहाँ परमेश्वरको उपस्थिति छ भन्थे। उनीहरूले पवित्र भन्ने स्थान यरुशलेमको मन्दिर थियो। त्यहाँ उनीहरूले बलि तथा होम बलिहरू चढाउँथे र त्यस ठाउँलाई एकदमै पवित्र राख्थे, किनकि जति त्यो ठाउँ पवित्र हुन्थ्यो त्यति नै परमेश्वरको उपस्थिति हुन्थ्यो। मन्दिर बाहेक अरू कुनै पनि ठाउँ पवित्र छैन। त्यसैले हामीले मन्दिरलाई पवित्र राख्नु पर्छ र हामी पनि पवित्र हुन्छौँ भनी सोच्थे। उनीहरूको सोचमा पवित्र भन्ने बित्तिकै त्यस स्थानको सम्झना हुन्थ्यो। तर अचानक पावलले तिमीहरू परमेश्वरको मन्दिर हौ भनी भने। के उहाँको मतलब उनीहरू यरुशलेमको भवन हो भनेका थिए? होइन, जति मन्दिर पवित्र छ त्यति नै तिमीहरू पनि पवित्र हुन्छौ। हाम्रो शरीरमा परमेश्वरको उपस्थिति भएका कारणले गर्दा नै यो मन्दिर जतिकै पवित्र रहेको छ। त्यसैले यसलाई हामीले पवित्र राख्न आवश्यक छ। हामीले हाम्रो शरीरलाई तुच्छ ठान्न हुँदैन। जति आत्मा महत्त्वपूर्ण छ त्यति नै शरीर पनि महत्त्वपूर्ण छ। यिनीहरू दुवै फरक फरक कुराहरू होइनन्। तिमीहरूले जे शरीरमा गर्छौ त्यसैले आत्मालाई पनि निर्धारण गर्नेछ भनी पावलले भन्दैछन्। यसै गरी कोरिन्थी चर्चका मानिसहरू अन्य जाति थिए। अन्य जाति भनेको त्यो बेलाको यहुदी बाहेक अरू सबै जातिहरू अन्य जातिहरू हुन्। त्यो बेला यहुदीहरूले अन्य जातिहरूलाई तुच्छ र तल्लो वर्गको रूपमा हेर्ने गर्थे। यहुदी जातिहरूद्वारा नै पवित्रता आउँदछ। उनीहरू जन्मना साथ पवित्र छन्, तर अन्य जातिहरू भने जन्मना साथ तुच्छ छन् भने भन्थे। त्यसै समयमा अन्य जातिहरूले पनि आफूलाई यहुदीहरू भन्दा कम मूल्यवान महसुस गरे। तिनीहरूले सोचे, हामी चुनिएका छैनौं, हामी पवित्र छैनौं, हामी महत्त्वपूर्ण पनि छैनौं। केही मानिसहरूले आफूलाई बेकारको रूपमा व्यवहार गरे। तिनीहरूले आफूले आफूलाई आध्यात्मिक रूपमा एकदमै गरिब महसुस गरे। तर पावलले यसलाई पनि सच्याए। उनले भने, प्रभु येशू आउनु भइसकेपछि
यहुदी र अन्य जातिमा केही फरक छैन। ख्रिस्टमा कोही यहुदी वा अन्य जाति छैनन्। सबै मानिसहरू परमेश्वरको अघि बराबर छन्। कोही उच्च वा तल्लो छैन। तिमीहरू सबै समान छौ। तिमीहरू सबै परमेश्वरको वासस्थान हौ। आफूले आफूलाई तुच्छ नठान, किनकि जति यहुदीहरू पवित्र छन् त्यति नै तिमीहरू पनि पवित्र छौ। परमेश्वरले खोज्नु भएको पवित्रता हो र त्यो पवित्रता येशू ख्रिस्टको क्रुसद्वारा आउँदछ। त्यसैले तिमीहरूले आफूले आफूलाई जति पवित्र ठान्छौ त्यति नै तिमीहरू पवित्र हुन्छौ। क्रुसको शक्ति यहुदी जातिहरूका लागि मात्र नभएर संसारका सबै जातिहरूका लागि हो। यो परमेश्वरको अनुग्रह हो। तिमीले यो अनुग्रहलाई ग्रहण गर्न साथ तिमीहरू परमेश्वरको पवित्र मन्दिर हौ। पावलले कोरिन्थीको मण्डलीलाई तिमीहरूले पवित्र आत्माबाट बत्तिस्मा लिएका छौ। परमेश्वरका पवित्र आत्मा हामीमा वास गर्नुहुन्छ र हामी सबै परमेश्वरका मन्दिर हौ भनेर यहाँ पावलले हामी सबै कोरिन्थीका मण्डलीलाई भन्दै हुनुहुन्छ। भाइ बहिनीहरू, हामी यस पदलाई अझ विस्तृत रूपमा जान्नका लागि एउटा कथा सुन्नेछौँ। परिवर्तनको जीवन। गाउँको एक छेउमा सानो घर थियो। त्यहाँ सोमलाल, उसकी श्रीमती र उनीहरूको एकमात्र छोरो बस्थे। सोमलाल सिलाइ कटाइ र जुत्ता बनाउने काम गर्थ्यो। ऊ एक इमान्दार व्यक्ति थियो। उसको हातको सिप राम्रो थियो। तर पनि गाउँका मानिसहरूले उसको काम भन्दा पहिले उसको जात हेर्थे। सानो जातको मान्छे हो भनेर उनीहरू कुरा काट्थे। सोमलालले इमान्दार काम गरे तापनि सम्मान भने कहिल्यै पाएनन्। सोमलालको छोरा एकदमै प्रतिभावान थियो। उसलाई चित्र बनाउन, गीत गुनगुनाउन र नयाँ कुरा सिक्न मन पर्थ्यो। तर सोमलालले बारम्बार भन्ने गर्थ्यो, हामी सानो जातको हौ छोरा, धेरै अगाडि बढ्ने सपना नदेख। त्यो वाक्य उसको मनमा गहिरो गरी बसेको थियो। उसको डर मानिसहरूबाट भन्दा पनि आफ्नै सोचाइबाट थियो। एक दिन गाउँमा एउटा सहरिया केटी आइपुगी। ऊ केही समयका लागि मामा घर बस्न आएकी थिए। उसलाई गाउँको जातीय भेदभाव, परम्परा, रहन सहनको बारेमा केही थाहा थिएन। उसका लागि सबै मानिस बराबर थिए। एक दिन बाटोमा उसले केटालाई पानी बोकेर गइरहेको देखी। भाइ, अलिकति पानी दिन्छौ? उसले सोधी। केटोले सुने पनि नसुने जसरी सरासरी हिँड्यो। डरले उसको शरीर काँपिरहेको थियो। केटीले फेरि बोलाउँदा पनि नसुनेपछि उसले केटोको हात समातेर रोक्दै भनिन्, मलाई धेरै तिर्खा लागेको छ, अलिकति पानी पिउन देऊ न। केटो झस्कियो र डरले काँप्दै भन्यो, हजुरले मलाई किन छुनुभयो? के तपाईलाई थाहा छैन म सानो जातको हुँ? केटी अचम्ममा परिन्। सानो जात? मानिस ठुलो सानो कसरी हुन्छ? त्यो प्रश्नले केटालाई सोच्न बाध्य बनायो। उसले बिस्तारै भन्यो, हामीलाई सधैँ त्यस्तै सिकाएको छ। त्यही दिनदेखि उनीहरूको मित्रता सुरु भयो। केटीले उसलाई पढ्न सिकाइन्, उसका चित्रहरू हेरिन्, उसका कुराहरू सुन्न थालिन्। सबैभन्दा ठुलो कुरा उसले उसलाई आफू कति मूल्यवान छ भनेर सम्झाइन्। एक दिन केटीले भनिन्, तिमीलाई परमेश्वरले सृष्टि गर्नु भएको हो। परमेश्वरका लागि तिमी तुच्छ हुनै सक्दैनौ। त्यो दिनदेखि केटोको मनमा ठुलो परिवर्तन भयो। उसले पहिलो पटक आफूलाई मानिसको नजरले होइन तर परमेश्वरको नजरले हेर्न थाल्यो। त्यसपछि उसको जीवन पनि बिस्तारै परिवर्तन हुन थाल्यो। पहिला ऊ चुपचाप बस्ने गर्थ्यो, अब ऊ प्रश्न गर्न थाल्यो। पहिला ऊ आफ्नो चित्रहरू लुकाउँथ्यो, अब ऊ आफ्ना चित्रहरू अरूलाई देखाउन थाल्यो। पहिले ऊ डराएर पछि हट्थ्यो, अब ऊ अगाडि बढ्न थाल्यो। उसले गाउँका बच्चाहरूलाई जम्मा पारेर चित्र बनाउन सिकाउन थाल्यो। कहिलेकाहीँ उनीहरूलाई गीत पनि सिकाउँथ्यो। उनीहरूलाई भन्थ्यो, हामी सानो होइनौ, हामी सबै परमेश्वरका सृष्टिहरू हौ। गाउँका मानिसहरूले उसको परिवर्तन देख्न थाले।
पहिला हेला गर्नेहरू पनि अचम्ममा परे। यो केटामा त धेरै आत्मविश्वास आएको छ भन्न थाले। एक दिन उसले आफ्नो बुवालाई पनि भन्यो, बुवा, हामी सानो जातका होइनौ, हामी परमेश्वरका सन्तान हौ। हामी परमेश्वरको पवित्र मन्दिर हौ। परमेश्वर हामीमा उपस्थित हुनुहुन्छ। सोमलालको आँखा रसाए। उसले पहिलो पटक आफ्नो छोरामा डर होइन, पहिचान देख्यो। केटोले आफ्नो बुवाको काममा पनि सहयोग गर्न थाल्यो। कपडा सिलाउने, जुत्ता बनाउने कामलाई उसले सानो काम होइन, इमानदार र सम्मानजनक काम भन्न थाल्यो। उसले गाउँमा भन्न थाल्यो, कुनै पनि काम र मानिस सानो हुँदैन। बिस्तारै गाउँको सोच पनि बदलिन थाल्यो। सबै एकैचोटि परिवर्तन भने भएनन्, तर परिवर्तन भने सुरु भयो। एक दिन उसले केटीलाई भन्यो, म पहिला सोच्थे म तुच्छ छु, अब म बुझ्छु, म परमेश्वरको पवित्र मन्दिर हुँ। उसले सिक्यो, डरको ठाउँमा विश्वास, तुच्छताको ठाउँमा पहिचान, लाजको ठाउँमा सम्मान ल्याउनु नै परिवर्तनको जीवन हो। त्यसपछि उसले आफ्नो जीवनको लक्ष्य बनायो, आफूलाई कहिले तुच्छ नठान्ने र अरूलाई पनि तुच्छ ठान्न नदिने। भाइ बहिनीहरू, हामीले आफूलाई तुच्छ कहिले नठानौ। त्यो कथाको केटाले जस्तै हामीमा पनि भएको प्रतिभाहरू जुन समाजको कारणले लुकेका छन्, त्यो निकाल्न आवश्यक छ। पहिलो कोरिन्थी 3:16 भने झैं हामी सबै परमेश्वरका मन्दिर हौ र परमेश्वरको पवित्र आत्मा हामीभित्र बास गर्नुहुन्छ, जसको अर्थ हामी तुच्छ छैनौ, हामी मूल्यवान छौं। हाम्रो आत्मा जसरी नै हाम्रो शरीर पनि महत्त्वपूर्ण रहेको छ। संसारका जात, वर्ग वा पृष्ठभूमिले कसैलाई सानो बनाउँदैन। आफ्नो जीवन पवित्रता र आदरका साथ जीउन् भनेर परमेश्वरले हामीलाई भनिरहनु भएको छ र यी कुराहरू हामीले आफूलाई मात्र होइन, अरूलाई पनि सिकाउन र अरूलाई पनि मूल्यवान ठान्न आवश्यक रहेको छ, किनकि हामी सबै परमेश्वरका पवित्र मन्दिर हौ। साना बालबालिकाहरूसँगको तपाईहरूको सेवकाई महत्त्वपूर्ण छ, जसद्वारा परमेश्वरको महिमा भइरहेको छ। यदि तपाईहरूलाई यस खण्डबारे थप जानकारी आवश्यक परेमा तलको लिङ्कमा जान सक्नुहुन्छ। यस्तै बाइबल पदहरू लिएर अर्को हप्ता हामी फेरि पनि आउने नै छौँ। त्यतिन्जेलका लागि लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। सबैलाई जय मसीह।